हेलो साथीहरू नमस्ते। तपाईहरु कस्तो हुनुहुन्छ? म चाहिँ सन्चै छु। म चाहिँ बिहान उठ्दाखेरि सिमसिम पानी परिरहेको थियो अनि धारामा नि पानी आइसकेको थियो। म चाहिँ बोतलहरू भर्नतिर लागे किनभने यहाँ चाहिँ पानी बिहान मात्रै आउँछ नि त। आजकल चाहिँ बर्खाको टाइम हुनाले चाहिँ पानी चाहिँ बिहान नि फालाफाल नै हुन्छ। तर सबै भाँडाहरू भरेर राख्नुपर्ने हुन्छ। म चाहिँ सबै भाँडाहरू भरिसकेँ अनि हाम्रो मकैहरू चाहिँ कोसाल्न लागिसक्यो। मैले चाहिँ बोतलहरू भरिसकेपछि फेरि बोतलहरूलाई लिएर फ्रिजमा राख्न थालेँ। हाम्रो फ्रिजमा चाहिँ पानी बाहेक केही पनि छैन। हामीहरू चाहिँ यही बोतलमा पानी मात्र राख्छौँ फ्रिजमा, अरू त भयो पो राख्नु होइन साथीहरू। अनि त्यसपछि चाहिँ मैले तातो पानी तताउन लागेँ। म चाहिँ चिया पिउँदिनँ नि त साथीहरू। म चाहिँ यसमा मरिचको धुलो राखेर थोरै तातो पानी पिउँछु। म चाहिँ तातो पानीलाई कपमा हालेर बाहिर निस्केर पिउन थालेँ। यति बेला चाहिँ पानी चाहिँ परेको थिएन अनि आकाश चाहिँ पुरै डुम्म बादल लागिरहेको थियो कि। अनि यहाँ चाहिँ मेरो फुलहरू छ थोरै थोरै। त्यसपछि यहाँनिर कुखुराहरू पनि हेर्नु न कस्तो मजाले बसिरहेछ। सानो चल्लाहरू चाहिँ यता चरिरहेको थियो कि। अनि हेर्नु न पुरै पानी पर्ला जस्तो भइसक्यो। अनि म चाहिँ एकछिनमा चाहिँ तातो पानी पिइसकेपछि खाना बनाउनतिर लागेँ। आज चाहिँ फर्सीको तरकारी बनाउने। अनि म चाहिँ लसुनहरू छिलेर खाना बनाउनतिर लागेँ। यहाँ चाहिँ पानी चाहिँ बेसरी पर्न लागिसकेको थियो। म चाहिँ फर्सीलाई काटेर अब सब्जी बनाउने तयारीमा छु। मैले भात चाहिँ पकाइसकेँ साथीहरू। अनि त्यसपछि मैले चाहिँ यहाँनिर मसला पनि मिक्सरमा क्यारेर पारेर बनाइदिइसकेँ। अनि त्यसपछि चाहिँ मैले प्याज काटेर टक्कसँग तेलमा फ्राई गरेँ। अनि त्यसमा चाहिँ मसला पनि हालिदिएँ। त्यसपछि मैले फर्सी हालेर एकछिन चलाइचुली यताउता दायाँ बायाँ तल माथि गरेर चाहिँ एकछिनमा थालीले छोपिदिएँ। अनि एकछिनमा चाहिँ मेरो फर्सीको तरकारी रेडी भयो। अनि खाने होइन त साथीहरू, मैले चाहिँ पस्किसकेँ ल है।